तो गाइस ये जो नीचे देख रहे हैं इन्हीं का नाम है ब्लेंस, ये युवा प्रधानमंत्री हैं नेपाल के। और ये अपना काम बहुत ही जिम्मेदारी से निभा रहे हैं और बहुत ही सख्त हैं। इन्होंने एसी में बैठ के भाषण मारने की कोई ऐसी कोशिश नहीं की है अभी तक बहरहाल। और जितने भी इन्होंने काम कर रहे हैं वो गांव-गांव में जाके देख रहे हैं, समझ रहे हैं, सबसे मिल रहे हैं, उसके बाद उनके समस्याओं को सुन रहे हैं और उनके समस्याओं को हल कर रहे हैं। रोड पर चलते हुए जो भी समस्या है वो भी देख रहे हैं, सुन रहे हैं, समझ रहे हैं। सो गाइस ऐसे ही प्रधानमंत्री को हर एक देश में जरूरत है। ये वीडियो को आप पूरा देखें, उसके बाद समझ आएगा आपको। हामीले गर्छौँ भोट दिए मेरो बाबुलाई जिताउनु पर्छ। एमाले कस्तो गर्यो मारेको छ बुझेको छ कि छैन त्यसलाई बचाउनु पर्छ। खतम गरेछ मेरो बाबु जोगिएर हिँड्नु बाबु जोगिएर हिँड्नु मेरो राजा ल हिजोमा मरेको आमा गर्नु भने म काठमाडौँदेखि आएको एकदम हामी यो एरिया हामीले सबै जमाएको छ। मेरो फोटो खिचे पनि केही छैन। तपाईँलाई उसमा चाहिँ देखाएको छ मोबाइलमा चाहिँ। अब काठमाडौँमा चाहिँ यसो सारा सारा भाषाको पनि देख्थ्यो देख्न चाहिँ कसो गरेर मेरो बाटो हामीले धुलो मात्रै खायौँ। अनि भट्काउनु भयो ठिकै छ तर धुलो धेर खाइयो हामीले। बाटो बनाउन सक्ने काम हो के तपाईहरुले यति छैन त्यति बाँकी हुन्छ कि समस्या खाने पानी पनि हामीले आफै ल्याएको हामीले आफै खनेको पाडबाट 22 सालमा यहाँ आएका अहिले सम्म यो बाटो बनाएको छैन। हिजो त 5-10 वर्षको बाटो ल्याएको खाने पानी ल्याएको होइन। लगभग हामी 60 वर्षको पाडबाट आएका हैन जतिखेर पनि यही बाटो बसेको भोट माग्न हामीले अस्ति चाहिँ हामीले डाइरेक्ट भन्दियो मुख्य जनता चाहिँ सरकार प्रदेशले बनाउँदै छैन, केही छैन यो बनाउने गर्ने केही छैन। बनाउने मात्रै भन्छन्, बनाउँदैन। अब यो चुनाव आउन आँट्यो बाटो पर्छ अब खेतीपाला हामीले 48 सालदेखि यहाँ चाहिँ हामीले भोट दिएको हामीले अहिले नै हुन्छ दर्ता भएका जग्गा धनीपुरले लुकेर बसेका छन् भनेको व्यक्ति अरूले लगिसक्यो। हजुर आफ्नो आफ्नो जोत भाउको दर्ता भइसकेका छन्। यो बाटो हेर्नु न कति छैन अहिलेसम्म यस्तो छ हाम्रो।